जिआइसीको भिडियो हेरेर आउँदा चाहिँ प्रायः भिजा सबै ग्रान्टेड नै थियो। अनि मलाई पनि मेरो चाहिँ लाग्छ भन्ने आशा चाहिँ थियो। मैले बायोमेट्रिक्स गरेको 20 दिनपछि चाहिँ मेरो भिजा ग्रान्टेड भयो। म चाहिँ अब रिज इन्टरनेसनल कलेजमा पढ्न गइरहेको छु। अक्टोबर इन्टेक छ मेरो कोर्स चाहिँ डिप्लोमा अफ अर्ली चाइल्डहुड एजुकेसन एन्ड केयर हो। मेरो +2मा ब्याकग्राउन्ड चाहिँ +2 साइन्स विथ बायो। मेरो जिएस इन्टरभ्यू चाहिँ भएन, तर यता काउन्सिलिङ गर्दा सरहरूले चाहिँ हुनसक्छ प्रिपेयर हुनु भन्नुभएकोले चाहिँ मलाई चाहिँ प्रवेश सरले गाइडेन्स गर्नुभयो। मैले फाइनेन्सियलमा इन्कम देखाउँदा चाहिँ बुबाको टेबल इन्कम र अरूको स्यालेरी देखाएको थिएँ। पिडीको स्कोर चाहिँ ओभरअल 56 हो, नट लेस देन 50। त्यो पहिलाको कन्सल्टेन्सी जाँदाखेरि चाहिँ अहिले यो मेसेजहरू त्यस्तोहरू पनि रेस्पोन्स नगर्ने के सोसियल मिडियामा एक्टिभ चाहिँ हुने उहाँहरू, तर त्यो मेसेज त्यसो पठाउँदा चाहिँ त्यो हामीलाई रिप्लाई नआउने भएकोले अनि जिआइसीको कम्पेरिजनमा चाहिँ उहाँहरूले चाहिँ जतिसक्दो चाँडो चाहिँ हामीलाई मेसेज रिप्लाई गर्ने भएकोले वाट्सएपमै सिधै जोइन गर्ने भएकोले मलाई त्यो चाहिँ राम्रो लाग्यो जिआइसीको चाहिँ। खासै मैले जिआइसी चाहिँ पहिला नाम सुनेको पनि थिएन, तर टिकटकको भिडियो मार्फत चाहिँ मैले उहाँहरूको प्रोफाइलहरू भिजिट गरेर चाहिँ यो चाहिँ राम्रो रहेछ भनेर मैले धेरै उहाँहरूको भिडियो हेरेँ, लाइक पनि गरेँ। अनि त्यसपछि टिकटकमै मैले खास पहिले मेसेज पठाएको थिएँ। अनि उहाँहरूले चाहिँ मेरो मेसेज रेस्पोन्स गर्नुभयो, वाट्सएपमा जोइन हुनुभयो र कन्भर्सेसन गर्दाखेरि चाहिँ उहाँहरूले यता अफिस भिजिट गर्नुहोस्, तपाईँलाई हामी हेल्प गर्छौँ डकुमेन्टेसनदेखि लिएर सबै भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यही राम्रो लाग्यो। यता सबै सर म्यामहरू चाहिँ फ्रेन्डली हुनुहुन्छ, मेसेजहरू चाँडै रेस्पोन्स गर्नुहुन्छ।